आजको मिनी ब्लग चाहिँ मेरो घरको बाहिरको बरान्डाबाट स्टार्ट हुन्छ के साथीहरू, किनभने यता हेर्नु न माथि गर्मी पनि के साह्रो लागिरहेको थियो कि म चाहिँ भने मस्तसँगले सुतिरहेको थिएँ। एक्कासी लाइन गएर अहिले चाहिँ छटपट भइरहेको थियो कि, अनि त्यही भएर पुरै दिमागलाई कुल गर्नलाई चाहिँ पहिले एक बोतल फ्रिजको पानी खाँदै सोच्दै गर्न थालेँ आज के गर्ने होला भनेर। पानीको बोतल हेर्दा हेर्दै दिमागमा आइडिया पनि आयो कि अहिले फेरि गर्मी पनि लास्टै छ भने क्या, त्यही भएर अब चाहिँ यसो बरफ बनाएर किन्न सबैजनालाई खुवाउँ भनेर त्यसपछि यही आइडियालाई लिएर म चाहिँ किचन रुमतिर लाग्छु। भित्र गएर मैले चाहिँ पहिले फ्रिज खोलेर हेरेको के रहेछ आइटमहरू भनेर, यतातिर फेरि लोकल आइटम त भेटिदिइहाल्यो भने केरा रहेछ। त्यसपछि त्यसलाई चट्टसितले बोकेर सर छिलेर एउटा भाँडामा हालेर राखिदिएँ। अनि यति धेरै भइसकेपछि चाहिँ त्यसपछि मैले मिक्सर निकालेर त्यसमा हालेर हल्का पानी अनि चिनी लगाएर मस्तसितले त्यसलाई ग्राइन्ड गरेर यस्तो दामी पेस्ट बनाइदिएँ। 4वटा प्लास्टिकको गिलास निकालेर अनि त्यसमा बराबर हुने चाले गरी मैले चाहिँ सबैमा हालिदिएँ। अनि त्यसपछि 4वटा फेरि यता हेर्नु न, कुनै सानो कुनै ठुलो पो भएछ लाठी भने क्या। त्यसपछि सबै त्यसमा हालिसकेर अनि मैले चाहिँ सबैभन्दा माथिल्लो एकदमै छिटो बरफ हुने ठाउँमा चाहिँ मैले सबै त्यो गिलासलाई त्यहाँ राखिदिएँ। सो गाइजहरू अब चाहिँ भर हेर्नेछौँ यसको कस्तो हुने रहेछ जमेर। 6 hours later। अनि लगभग 6 घन्टा पनि भइसकेको थियो राखेको। अनि त्यसैले यतातिर साथी पनि टेस्ट गर्नलाई आइसकेको थियो कस्तो बनेको छ भनेर। त्यसपछि म चाहिँ सरासरी भित्र गएर फ्रिज खोलेर 2टा जति निकालेर एउटा चाहिँ साथीलाई अनि एउटा चाहिँ मैले लिएँ। साथीले चाहिँ या मिठो भएको छ भनेर पुरै रियाक्सन भवाल दिएको थियो, त्यसैले मम्मीलाई पनि टेस्ट गर्नलाई दिएको थिएँ। फेरि मम्मीले चाहिँ लास्टै चिसो भयो भनेर मलाई फेरि दिनुभयो। त्यसपछि मेरो पाला गम खाइदिएको। ओ माई गॉड एकदमै बवाल भएर चाहिँ कि। अनि त्यतिखेरसम्म बाबा पनि आइसक्नु भएको थियो। बाबाले पनि मस्त पारामा त्यसपछि चम्चा निकालेर गम खाँदै हुनुहुन्थ्यो अनि भन्दै हुनुहुन्थ्यो यस्तो त तातो घामबाट काम गरेर आएपछि खाने के आनन्द हुन्छ हो। त्यसपछि कालेले पनि हेरिरहेको थियो, त्यही भएर बाबाले पनि यता टेस्ट गराउनु भनेर सिधै गिलास हाल्दै सबै घप्पै मुखमै पो पसाएछ भने त्यसले पनि हल्का टेस्ट गरेर मिठै छ क्यारे भनेर सोच्दै थियो होला। अनि त्यसपछि त हाम्रो खाना खाने बेला भइसकेको थियो। त्यसपछि यतातिर मैले खाना साना हेरेर मस्त पारामा खाँदै थिएँ। अनि मम्मीले ल्याएर फेरि आलुचप पनि हालिदिनु भयो, किनभने आज चाहिँ हाम्रो यता बजार रहेछ नि त, त्यही भएर बाबाले त आलुचप ल्याउनु भएको थियो, त्यही ल्याएर अहिले चाहिँ हालिदिनु भएको थियो। त्यसपछि मस्त पारामा गम खाएर टन्नसितले पेट पनि अगायो। अनि म चाहिँ आएर टक्कसितले ढल्किदिएँ। डाचाको लागि यति नै, हस् त बाई।